मलमासको अन्तिम दिन 2083 साल जेठमा सुरु भएको मलमास 2083 साल असार 1 गते मलमास सिद्धिन्छ। यो भित्र गरेका कुनै पनि कामहरू सफल हुन सक्दैन भन्ने शास्त्रीय मान्यता रहेको छ र अब आज अन्तिम दिन मलमासको हो र त्यसपछि भोलिबाट पूजाआजा गर्न सबै मिल्ने हुन्छ। आजसम्म भने मलमास नै रहेको हुनाले अनिवार्य पूजा बाहेक सार्न सकिने पूजाहरू यो बिचमा गरेको हुनु हुँदैन। यो बिचमा कसैले गर्छ भने त्यसको फल मिल्न सक्दैन। हस्त नमस्कार।